हे एभ्रिवान, स्वागत छ तपाईहरुलाई मेरो पहिलो भिडियोमा। भिडियो बनाउनु भन्दा अगाडि म धेरैचोटी सोचे, हातहरु कापिरहेका छन् र मनमा बोल्न अलि डर जस्तो पनि लागिरहेको छ भनेर। र यो मेरो पहिलो भिडियो पनि हो। पहिलो भिडियोमा सबैजनाले आफ्नो आफ्नो इन्ट्रोडक्सन दिन्छन्, तर म आज तपाईहरुलाई पहिलो भिडियोमै मैले ल्याएको छु DJI को एक्सन 4 क्यामेरा। तपाईहरुलाई म आज DJI को एक्सन 4 ब्लगिङ क्यामेरा देखाउने छु। यदि तपाईहरुले मोटो ब्लग गर्दै हुनुहुन्छ या गर्ने सोचमा हुनुहुन्छ या डेली ब्लग गर्दै हुनुहुन्छ, त यो भिडियोलाई लास्ट तक हेर्नु होला। र आज म तपाईहरुलाई DJI को एक्सन 4 क्यामेरा अनबक्सिङ गरेर देखाउने छु र आशा छ तपाईहरुलाई यो भिडियो मन पर्छ भनेर। र हाम्रो भिडियोलाई लास्ट तक हेर्नु होला। यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक गर्नु होला, कमेन्ट गर्नु होला, सब्स्क्राइब पनि गर्न नभुल्नु। ढिलो नगरेर लगाऊ DJI को एक्सन 4 क्यामेरा अनबक्सिङको तरफ। यो DJI को एक्सन 4 क्यामेरा स्ट्यान्ड कम्बो, जो कि तपाईहरुलाई यो मैले चाहिँ अनलाइनबाट मगाएको थिएँ। सो अहिले चाहिँ म हाल भन्नुपर्दा चाहिँ दिल्लीमा छु। दिल्लीमा चाहिँ मैले फ्लिपकार्टबाट मगाएको थिएँ, देख्न सक्नुहुन्छ तपाईहरु। अब म यसलाई खोलेर देखाउँछु तपाईहरुलाई। यहाँ हेर्नुहुन्छ, यस्तो हुन्छ, यो देख्न सक्नुहुन्छ तपाईहरु। यो म मगाएको थिएँ र अब सबैभन्दा पहिले चाहिँ यो क्यामेरा हुन्छ, देख्न सक्नुहुन्छ यसको क्यामेरा देख्न सक्नुहुन्छ। यसलाई साइडमा राखौँ। यो हो, यसमा अब के छ भन्ने कुरा अब हेरौँ ल। अनि जो क्लिप आउँछ तपाईहरुले यसलाई चाहिँ यसरी ठक्क आरामले लाग्छ, झर्दै झर्दैन कि यो यति बोलिदियो भने राम्रो छ हैन। ठक्क लाएर अब यसलाई यता राख्दिउँ हैन। अब यो हो, यति चाहिँ तपाईहरुको आउँछ। एउटा यसमा चाहिँ एउटा चार्जिङ पोर्ट आउँछ, जो चार्ज गर्ने होला। सानो केबल आउँछ, त्यो चाहिँ मैले साइडमा राखेको छु। सो अब यसको क्यामेराको हेरौँ। अब यसमा के छ भनेपछि तपाईहरुले अब यतापट्टि तपाईहरुको चार्जर लाग्ने ठाउँ, यो तपाईहरुको चार्जर लाग्ने ठाउँ तपाई देख्न सक्नुहुन्छ। यो चार्जर लाग्ने ठाउँ, यो तपाईहरुले अन गर्ने हैन। यहाँबाट डाइरेक्ट रेकर्ड हुन्छ। अब तपाईहरुको अब गोप्रोमा के हुन्छ भने तपाई भित्र गएर सेटिङ गर्न सक्नुहुन्छ। यसमा डाइरेक्ट दबाएर यहाँबाट गर्न सक्नुहुन्छ। अनि यसको साथ आउँछ तपाईहरुको एउटा ब्याट्री आउँछ यसको साथ, जो कि मैले यसमा लगाएको छु। यसमा एउटा आउँछ ब्याट्री तपाईहरुको। यो ब्याट्री भइहाल्यो तपाईहरुको। यत्रो हुन्छ है, कति वाटको यो वाट चाहिँ लेखेको छैन, सरी। यसमा ब्याट्री चाहिँ यस्तो हुन्छ ल। अनि तपाईहरुको अब यसमा भित्रबाट केही छैन। यहाँ मेमोरी कार्ड लगाउने। यो कि मेमोरी कार्ड चाहिँ मैले लिएको छु 64 GB को, किनकि म डेली ब्लग बनाउँछु, सोचिरहेको छु। यसलाई मैले यहीँ राखिदिन्छु। यो मेमोरी लगाउने ठाउँ। अब तपाईहरुलाई क्यामेरा अन गरेर देखाइदिन्छु म क्यामेरा कस्तो छ भनेर। उतिखेर अन भइहाल्छ है, तपाईँ देख्न सक्नुहुन्छ। मैले चाहिँ यसरी क्यामेरा लगाएको छु। मेरो सेटअप तपाईँ देख्न सक्नुहुन्छ हैन। अब ठ्याक्क लगाएर अब यसलाई, अब यसमा के गर्नुपर्छ, भिडियो तपाईँले बनाउनु भएको छ भनेपछि मैले चाहिँ पहिले बनाएको थिएँ। यो चाहिँ यो भयो। मैले चाहिँ यसको इन्ट्रो चाहिँ एसी क्यामेराबाट गरेको थिएँ, तपाईहरु सुरुवातको भिडियोमा देख्न सक्नुहुन्छ। अनि अब यसलाई लास्टसम्म कति गर्न सकिन्छ, 4K सम्म गर्न सक्नुहुन्छ यसमा। अब यसमा के फिचर छन् भन्ने कुरा तपाईहरुले भन्दा यसबाट फोटो खिच्न सक्नुहुन्छ तपाईहरुले। म यसको फोटो पनि तपाईहरुलाई राखिदिन्छु कस्तो हुन्छ भनेर। अब यो बस अब रेकर्ड भइहाल्यो। यसमा त टाइम लागेको छ, टाइम नलगाउनु पनि सक्नुहुन्छ। तपाईहरुले रेकर्ड भइरहेको छ अहिले। यहाँ बोल्यो त रेकर्ड भइसक्यो। तपाईहरुले अब बन्द पनि गर्न सक्नुहुन्छ यसलाई। साथीहरु, आजको ब्लग यति नै। तपाईहरुलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सुझाव अनि सल्लाह दिनु होला। नेक्स्ट ब्लग के को बनाऊ हैन। अनि तपाईहरु कमेन्ट गर्नुहोस्, कहाँदेखि हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नुहोस्। यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस्।